ए अनुभव त अब पहाडको घुम्ने हजुर रमाइलो हेर्ने गुल्मी जिल्लामा आएका छौँ यो मौका हो होइन यसलाई हिँड्न गाह्रोमा हुन्न हाम्रो 5 दिनको बसाइ छ त्यसो गर्दा सँगै हिँड्ने रमाइलो गर्नुपर्छ बुवा साथमा हुनुहुन्छ केही चिन्ता केही लिनु छैन, परेन डर छैन डर छैन त्यही हो नि आजी हामी तराईमा बस्ने मान्छेलाई गाह्रो त होला नि गाह्रो भयो अहिले कसैसित नाच्नु मार्नु नेहालाई गाह्रो भयो त धेरै पुरी खाएर अहिले अलि घटिसक्यो हिँड्न अलिअलि भएछ कि अलिअलि भयो धेरै त यसलाई के भन्छ भनिहाल जानेको भयो खन्यु अनि सर खन्ने हो अनि हामी कतातिर गइरहेछौँ हामी यहाँबाट यता बाटो घुम्छ अरे त्यहाँ गएर घुम्ने हो घुम्ने हो बजारतिर जाने हो बजारतिर जाने हो अब बाटो फर्कन्छ कहाँबाट यहाँ माथि चढेर माथि माथि चढेर जाने क्या ती भर्खर मकै कस्ता राम्रा राम्रा मकै छन् अहिले ध्यान हाम्रो साथीहरू पछाडि छुट्नु भयो छिटो छिटो हिँड्ने गर्नु न आज नियाजीसँग भेट भएको छ तमगासमा छौँ रमाइलो भइरहेछ तमगासको गाउँ डुले छौँ म कस्तो लाग्यो तपाईँले यस्तो मेरो एकदम राम्रो आज मैले नयाँ साथी पनि पाएको छु बस अब यहाँबाट हाम्रो सुरुवात भएको नयाँ साथीको सम्बन्ध बस अझै अगाडि जाओस् होइन सधैँभरि सम्पर्कमा रहिरहन पाऊँ त्यही हो धन्यवाद हाम्रो सम्बन्ध जानु तल्ल तल्ल बाटो यतै त इन्टरभ्यू ल्याऊ कि कम हुँदै अलिअलि ब्लग पनि बनाउनु पर्यो होइन भनेको माने होइन